Hello everyone, Namaste, welcome back to our YouTube channel. अनि हाम्रो चाहिँ नयाँ च्यानल खोलेको यो यसलाई तपाईहरुले शेयर गरिदिनुस् अनि आजको भिडियो कस्तो लाग्छ के लाग्छ कमेन्ट गरिदिनुस् होला अनि लाइक कमेन्ट शेयर पनि गरिदिनुस् सब्स्क्राइब पनि गरिदिनुस् होला थ्यांक यू बाय बाय लो हे साथी हो आज मर्निङको दिदीले यो हाम्रो सानो किचन छ त्यो साफ गर्नु हुँदैछ यो किचनमा चाहिँ हाम्रो दुध उमाल्छ बाबाले ल्याउनुहुन्छ दुध त्यही मात्रै हो हाम्रो यो किचनको काम र पनि यति साह्रो मैला हुन्छ जालहरु निकाल्नु भएको हेर्नुहोस् साथीहरु अघि हाम्रो किचन कस्तो थियो अहिले सबै क्लिन भइसक्यो चुल्हाहरु पनि सबै पासपुस भइसक्यो दिदीले सबै क्लिन गरिसक्नु भइसक्यो बस क्लिन भएको चुल्हामा पकाएको दुधको चाहिँ तर निस्केको हो साथीहरु योहरु चाहिँ अब यसको चाहिँ घिउ बनाउने हो हाम्रो चाहिँ यहाँ दिदीले घिउ बनाउनु हुँदैछ साथी हो दिदी पनि छ ठुलो सुनिता फुफु भन्ने भए भएको कुट्छ देखाउनुस् त दिदी कति भयो घिउ यसरी निस्किन्छ घिउ अब अझै निस्किन्छ तपाईहरुलाई देखाउँछु नि कति निस्किन्छ हाम्रो यो चाहिँ हाम्रो कति दिनको तर्को 15 दिनमा चाहिँ हाम्रो घिउ बनाउँछ घरमै अनि हाम्रो चाहिँ दुध चाहिँ ठिका छ 2 केजी ठिकाको चाहिँ घिउ बनिन्छ हाम्रो 1 किलो बनिन्छ है 15 दिनमा 1 किलो बनिन्छ 1 किलो नौनी चाहिँ 1 किलो हुन्छ ए नौनी त 1.5 किलो चाहिँ निस्किन्छ हैन मतलब 2 किलो दुधको चाहिँ यति निस्किन्छ अहिले घिउ कति बनिन्छ अनि हामी घिउ पकाएर नै यति देखाउँछु है साथी हो तपाईहरुलाई हेर्दै गर्नुस् होला हाम्रो भिडियो कमेन्ट गरिदिनु होला यो के भन्छ कसरी घिउ निकाल्छ यसरी बनाउँछ भनेर डब्बामा है किनभने त हुँदैन मिक्सीमा बनाउने पानी हुन्छ यस्तो छ मिक्सीमा बनाउँछु यसमा चाहिँ अलिक मजाले हुन्छ नि त मिक्सीमा चाहिँ अलिक यसमा त ज्यादा निस्किन्छ मिक्सीमा चाहिँ कम्ती निस्किन्छ त्यो चाहिँ अब हाम्रो सासूले ल हेर्नुस् है साथी हो हाम्रो चाहिँ घिउ बनिसक्यो सक्यो एकछिन पर्खिनुस् ल यहाँ डेक्चीमा छुर्पी के गर्ने बहिनी छुर्पी मै खान्छ होला सबले अहिले गरममा मै मन पराउँछ नि पराउँछ कि आमाले फेरि माथि बरफदानीमा राखेर दुधै हुन्छ ल मै त मिठो हुन्छ है आधीको छुर्पी बनाइदिउँ आधीको छुर्पी आधीको मै खाम आधीको छुर्पी बनाइदिउँ न त ल हेर्नुस् गाइस यहाँ त हाम्रोतिर त अहिले पुरा मौसम घरिघरि चेन्ज हुन्छ अहिले घाम लाग्दै त अहिले फेरि पानी पर्यो हेर्नुस् साथी हो हाम्रो चाहिँ बनिसक्यो घिउ यहाँ छ यी बनिसकेको घिउ बनाएर सब्जीहरू बनाएर खाँदा नि हुन्छ यो चाहिँ पूजाको लागि नि पूजाको लागि हो छुर्पीको सब्जी र छुर्पीको अचार हो अनि यति हुन्छ ल अब यसलाई हामी पकाएर राख्छौँ हेर्नुहोस् गाइस आज चाहिँ हाम्रो नानीहरूको ट्युसन छुट्टी छ अनि घरमा यिनीहरू क्रिकेट खेल्दैछ हामीहरु नि क्रिकेट खेल्दैछौँ बता मैले यो गली क्रिकेट मैले क्रिकेट बनाते फेरि सबैजनालाई
तपाईँलाई पनि लगाम साइराको कुरा के भएर करेन्ट के भयो करेन्ट भयो कसले राखिदिएको भन्दा भाइ बोल्छ अहिले साथीहरु हेलिकप्टर लिन आइसके पो त पुरा क्युटी पाइरहेछ नि नपिट्ने छैन मेरो फोन चाल्यो साथीहरु हेर्नु ग्यालेक्सी मेरो फोन चाल्यो पो त आरा दादा होइन कसले अरे फेरि भन्दा त कसले अरे त्यो बल कसले अरे झुट बोल्छस् नपिट न हेर्नु साथीहरू मेरो फुलको डब्बा तोड्यो भन्दैछ ए त्यो वाला आज यो वाला साथीहरु कसले नानी ग्यालेक्सी दादाले आमा यो किन ठुलो पथरिया हुन्छ पथरिया हजुर त्यो पथरिया मच्छर पुरा रहेछ हौ ल होस् के हुँदैन अरे कसको ठुलो लामो आचे कसको ठुलो नानी जाँदा मच्छर धुप लिएर आऊ मच्छर पुरा मेमेहरू बस्नु भएको छ दुईटा खुट्टा छैन हौ मेरो उयसले खाएर मन्दिरमा गयो त्यही भन्दै आज बारीको मन्दिर खोज्छ मैले दिएर चोडा चोर छोराको हेलो गाइस यी बाबा मन्दिर पुज्दैछ भोलिको लागि
गाइस त्यहाँ अघि भर्खर चोर आएको थियो गाइस हेर्नु यी सो गाइज आरबलाई चाहिँ भिडियो पनि गर्न आउँदैन भित्रबाट गर्नुपर्छ नि है यहाँबाट गर्नुपर्छ नि यहाँ हेर्नुहोस् यो चाहिँ हाम्रो भित्रको मन्दिर हो यहाँ चाहिँ बुद्धहरू हेलो गाइस हेर्नुहोस् है हामी यहाँ च्याउ खोज्न आएको छौँ जङ्गल भोलि चाहिँ आउँछ हो अन्त यहाँ चाहिँ च्याउ पाउँछ भनेर हामी च्याउ खोज्न आएको छौँ एक दिदी र म यो हाम्रो सेवकको जङ्गल हो छुट्टीमा आएको हामी तलसम्म खोजेर चाहिँ आएर चाहिँ अब निस्किनु आँटेको खोजिसकेको यहाँ कस्तो पानी परिरहेको छ पानी पुरा परिरहेको छ हेर्नुहोस् त भिडियो फुल खोजेको भिडियो पनि गर्नु पाइनँ पानी कस्तो परिरहेको छ त्यही भएर साथी हो अलिकति भिडियो पनि गरिदिएको हामी च्याउ खोजेको यो चाहिँ ठुलो जङ्गल छ यहाँ चाहिँ सेवकको तपाईँहरू थाहा छ होला कतिजनालाई ओके बाई हेर्नुहोस् गाइस हामीले चाहिँ आज यदि मात्रै च्याउ पायौँ अन्त के भन्छ पानी पुरा आएर हामी चाहिँ फर्केर आइहाल्यौँ नि त एकछिन आधी घन्टा जस्तो खोजेर अन्त यति च्याउ पायौँ हामीले जङ्गलबाट ल्याएको थियो च्याउ त्यो चाहिँ मैले बनाउँदैछु हेर्नुहोस् हाम्रो घरमा चाहिँ आज प्याज खाँदैन मङ्गलबार अनि यहाँ बाबा र आमालाई ढेँडो हेर्नुहोस् न साथीहरू चिप्ले किराले पनि भात खाँदो रहेछ पानी पिउँदो रहेछ हो हामीले त फर्स्ट टाइम देखेको आज तपाईँहरूले देख्नुभएको थियो कि देख्नुभएको थिएन कमेन्ट गर्नुहोस् न ल हेर्नुहोस् त क्या मजाले खाँदैछ आधै पो थियो त खाइसकेको यसले हेर्नुहोस् त